यदि तपाईँलाई आफ्नो इन्कम बढाउन छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला है। तपाईँ हामी जस्तो सबैजना मानिसहरू चाहिँ जो जब होल्डर हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ अक्सर के सोच्नुहुन्छ भन्दाखेरि चाहिँ म पनि पर्छु त्यसमा होइन। महिनाको इन्डमा स्यालेरी आउने बेलामा चाहिँ यति % चाहिँ म खर्च गर्छु, यति % चाहिँ म सेभ गर्छु अनि यति चाहिँ म इन्भेस्ट गर्छु भनेर धेरैजनाले सोच्नुहुन्छ कि। अब खर्च भनेको त तपाईँको रुम रेन्टहरूदेखि लिएर होइन, इलेक्ट्रिसिटी, वाटर, सबैजना फुड सबैमा पर्छ। त्यसपछि तपाईँको इन्भेस्ट तपाईँले कसैले गोल्डमा गर्नुहुन्छ होला, कसैले सिल्भरमा गर्नुहुन्छ, कसैले सेयर मार्केटमा गर्नुहुन्छ, अब कसैले जग्गामै गर्नुहुन्छ होला। अब सेभिङ गर्नुहुन्छ भने कसैले अब हाम्रो गाउँघरतिर भएको त नर्मल कोषहरू भयो, सहकारी संस्था भयो, ब्याङ्कतिर सेभ गर्नुहुन्छ होला होइन। यो सबै गरिरहँदाखेरि तपाईँले आफूले आफूलाई सर्टन % चाहिँ म चाहिँ यो आफ्नो लागि चाहिँ इन्भेस्ट गर्छु भनेर छुट्याउनु भएको छ। सेल्फ इन्भेस्टमेन्ट भन्नाले तपाईँले आफ्नो हेल्थलाई चाहिँ सुधार्नको लागि कति इन्भेस्ट गर्नुभएको छ, राम्रो डाइट प्लानको लागि कति गर्नुभएको छ, त्यसपछि तपाईँले आफ्नो केही नयाँ स्किल सिक्नको लागि चाहिँ कति इन्भेस्ट गर्नुभएको छ होइन। अहिले त एआईको जमाना छ, धेरै स्किल्सहरूको रिक्वायरमेन्ट बढिरहेको छ दिनदिनै। तपाईँले चाहिँ मार्केटमा चाहिँ धेरै कम्पिटिसनहरू बढिरहेको छ कि तपाईँको लागि पनि। सो स्किल सिक्नको लागि चाहिँ कतिको इन्भेस्ट गर्नुभएको छ तपाईँले अहिले स्किल सिक्नको लागि प्लस आफ्नो हेल्थमा चाहिँ अहिले इन्भेस्ट गर्नुभयो भने त्यसले तपाईँलाई के इयरको लागि मात्र होइन, तपाईँले सिक्नलाई यसमा थोरै समय लाग्यो भने यसले चाहिँ तपाईँलाई लङ टर्म बेनिफिट चाहिँ धेरै दिन्छ कि। तपाईँले म सेभिङ गरेर मात्र मेरो रिटायर्ड लाइफलाई राम्रो बनाउँछु भन्नुभयो भने त्यो चाहिँ ठिक हुँदैन। सो मेन थिङ्स भनेको तपाईँले आफ्नो सेल्फ इन्भेस्टमेन्टमा चाहिँ एकदमै ध्यान दिनुपर्छ। तपाईँले आफूले आफूमै लगानी गर्नुभयो भने मात्र तपाईँले अरू सेक्टरमा पनि राम्रोसँग ध्यान दिन सक्नुहुन्छ, सबै कुरा गर्न सक्नुहुन्छ। सो के भन्न चाहन्छु भने आफूमा लगानी गर्नुहोस्।